नयाँ गाउँ होलिडे होम एन्ड रिसोर्ट हाम्रो आयोजनाको नाम राखेका छौँ र यो आयोजना चाहिँ हाम्रो 98 रोपनी 7 आनामा बनेको छ र यसमा चाहिँ 145 वटा प्लटहरू छन्। अन्त हामीले 30 फुट बाटो राख्न सकेनौँ भने यहाँ 30 फुट बाटो राख्ने। अन्त हामीले खुल्ला हिसाबले चाहिँ कुनै पनि घरलाई कम्पाउन्ड लागिरहनु नपर्ने अवस्था, सेक्युरिटीको त चाहिँ ग्यारेन्टी हुनु पर्यो। त्यसलाई चाहिँ टोटल एरिया सबै सिल गरेपछि 24 आवरै चाहिँ सेक्युरिटी भएपछि हामीले कुनै पनि घरलाई कम्पाउन्ड लागिरहनु परेन। कम्पनीको सबभन्दा महत्त्वपूर्ण उद्देश्य के भने यो आयोजना भनेको हामीले विकास बेच्ने, यहाँ हामीले चाहिँ कम्युनिटी बेच्ने, यहाँको सुन्दरता बेच्ने र यहाँको माउन्टेन भ्यूज र यो सबै भिलेज सिनेरी हेर्दाखेरि चाहिँ यो प्रोजेक्ट एकदमै सक्सेसफुल हुन्छ भन्ने कुरामा चाहिँ हामीलाई पनि एकदम विश्वस्त छौँ। हामीले एउटा कस्तो वातावरण पाइरहेछौँ भन्दाखेरि एउटा पिसफुल वातावरण। हेर्नुहोस् अहिले यहाँ नबोली बस्नुहोस् त हैन, कतै केही डिस्टर्बेन्सेस छैन हैन, एकदम नेचर कल छ हैन। यहाँ सबैतिर चाहिँ हरियाली छ, हिमाल त्यहीँ छ हैन, सबै कुरा छ यहाँ। मान्छेलाई यो ठाउँ चाहिन्छ के, किनकि काठमाडौँ एकदम क्राउडेड छ। त्यहाँ त तपाईँ एनी टाइम चुप लाग्नुहोस् कि तपाईँ मात्रै चुप लाग्छ कि अरू कोही पनि चुप लाग्दैन नि हैन। यहाँ त सबै चुप लाग्छ, तपाईँ चुप लाग्नुहोस् त कोही बोल्दैन हैन। त्यो पिस छ नि त यहाँ। यो ओभरअल ल्यान्डस्केप हेर्दाखेरि चाहिँ मलाई एकदमै रमाइलो लाग्यो, एकदमै राम्रो लाग्यो। भ्यूहरूदेखि लिएर यो अगाडिको डाँडाहरू सबै बिदामा यहाँ आएर बसेर रिल्याक्स गर्ने चाहिँ मैले देखेँ हैन। चाहिँ आउने बित्तिकै एउटा नयाँ रमाइलो, किनकि चारैतिर हरियाली छ जुन काठमाडौँ पाइँदैन। यता हिमालको रेन्ज चाहिँ पुरै राम्रो देख्न सकिन्छ। यता रुखहरू पनि सिमलको रुख, गुलमलको रुख हेर्दाखेरि एकदमै राम्रो काइन्ड अफ इन्भाइरोमेन्ट छ कि। अब यो अहिले हेर्नु चट्टा आउँदाखेरि वरिपरि हरियाली हेरौँ, यहाँनिर यता हिमाल हेरौँ, मलाई यति राम्रो लाग्यो। मैले कल्पना गर्थेँ क्या वास्तवमा मान्छेको नेचर कस्तो हुन्छ भने मान्छे यो अहिलेको भागदौड दुनियाँमा एकदम टायर्ड भएर चाहिँ टेन्सन भएर चाहिँ मान्छेले पिस खोज्छ ओभियसली, जसले पनि है, तपाईँ हामी सबैले खोज्छौँ। तर यहाँ आइसकेपछि एक किसिमको भाइब जुन पाउँछ मान्छेले त्यो फुल्ली सेटिस्फाइड नै हुन्छ सर। विकेन्ड्स बाहेक विकडेजहरूमा चाहिँ भ्यालीभित्रै बसेर एउटा कङ्क्रिट जङ्गलको पेरिफेरीमा काम गर्दै गर्दाखेरि अलिक मोनोटोनस माइन्डसेट हुन्छ। नेचर्समा चाहिँ मान्छेहरूलाई इन्क्लुड गर्नु भएर चाहिँ प्लेफुल हिसाबले हुन्छ भन्ने जुन होलिडे होम्सको कन्सेप्टहरू ल्याउनु भयो एकदम राम्रो लागेको छ। जस्तै धेरै जस्तो के हुन्छ भने 3D मा चाहिँ राम्रो देखाउँछ, फिल्ममा राम्रो हुँदैन। फिल्ममा गयो अर्कै हुन्छ, 3D मा एउटा हुन्छ, 3D मा चाहिँ वाउ भन्ने हुन्छ, फिल्ममा जाँदा चाहिँ अर्कै हुन्छ। तर यसमा चाहिँ हामी 3D मा जे छ त्यो बनाउँदैछौँ। हाम्रो आर्किटेक्चरमा हामी के भन्छ भने 3टा कुरा हामीले हेर्नुपर्छ। एउटा चाहिँ सस्तो, सुन्दर र बलियो घर बनाउनुपर्छ भन्छौँ र त्यो 3टा प्यारामिटर्समा हेर्दाखेरि पनि नयाँ गाउँको जुन कन्सेप्ट छ त्यो चाहिँ हामीलाई एकदमै मन पर्यो। क्लाइमेटको कन्टेक्स्ट कुरा आउँछ नि, बिल्डिङ्सहरूमा एसीहरू फ्यानहरू चलाउनु भन्दा चाहिँ एकदमै नेचुरल इन्सुलेसन्सहरू, नेचुरल मिडियमबाट चाहिँ बिल्डिङ्सहरू कन्स्ट्रक्ट गरेर चाहिँ यहाँको हिटलाई ट्याकल गर्न सक्यौँ भने पनि ओभरअल सस्टेनेबल पनि हुने भयो। अनि पछि यहाँको मान्छेहरूलाई बेटर अब हिट स्केप गर्नलाई गर्मी ठाउँमा आउनु भन्दा पनि होइन, यहाँको आर्किटेक्चर एकदम राम्रो छ, यहाँ गर्मी पनि हुँदैन भन्ने खालको एउटा कन्सेप्ट हुने गरी त्यो पनि राम्रो लाग्यो। सो आर्किटेक्चरली हेर्दा पनि इट्स काइन्ड अफ अ प्लेस वेयर यु वान्ट टु स्टार्ट लिभिङ अर एक्सपिरियन्सिङ सम फर सम वाइल। 145 वटा प्लट चाहिँ बिक्री हुनलाई समय लाग्छ जस्तो चाहिँ मलाई लाग्दैन। हेर्नुहोस् सिन्स यो अलि अफोर्डेबल पनि छ, त्यो भनेपछि नर्मल मान्छेहरूले पनि एकदमै हाई क्लास हुनु पर्दैन होलिडेज होम्सहरू ओन गर्नलाई भन्ने खालको कन्सेप्ट पनि जुन मलाई एकदमै राम्रो लाग्यो हैन। अब नेपालमा चाहिँ खासै डाटाहरू छैन, तर ओभरअली हेर्ने हो भने चाहिँ 40% भन्दा बढीले चाहिँ वेलनेस टुरिज्म मात्रै चाहिँ प्रति इयर चाहिँ वृद्धि भइरहेको छ, त्यसमा आउने टुरिस्टहरूको मात्रा मात्रै। सो अब हाम्रो कन्ट्रीको कन्टेक्स्टमा पनि काठमाडौँबाट धेरै टाढा पनि नभएको छ, मान्छेहरूलाई त्यो एउटा कम्फर्ट लेभल पनि भयो कि एउटा सबर्बन कन्टेक्स्टमा चाहिँ कसरी सिटीको हसल र बसल एक्सकेप गर्नको लागि चाहिँ धेरै टाढा ट्राभल गर्नु नपरेर चाहिँ नजिकै नै एउटा होलिडे डेस्टिनेसन जसमा चाहिँ भ्यूज छ, भिलेज सेटिङ छ, एउटा नेचुरल इन्भाइरोमेन्टसँगको कनेक्सन छ, त्यस्तो खालको स्पेसेसहरू चाहिँ जेनेरेट गर्दाखेरि चाहिँ एउटा एकदमै राम्रो स्कोप छ जस्तो लाग्छ मलाई। अनि सेफ्टी साइनका कुराहरू, बााउन्ड्री हुने कुराहरूले गर्दा नि मान्छे फुल्ली सेटिस्फाइड हुने भयो, किनभने सेफ्टी 24 आवर सेफ्टी हुने भयो हाम्रो यहाँ। त्यो भएर बेच्न चाहिँ खासै गाह्रो हुँदैन रहेछ। जब यहाँ आइपुगेर यो यसको रिजल्ट यो आउँछ, प्रोडक्ट यो निक्लिन्छ भन्ने कुरो चाहिँ जब मान्छेले क्लियरली बुझ्छ नि, ए मलाई एउटा चाहियो है भन्ने डेफिनेटली भन्छ।
Legends Property. तपाईको सपना हाम्रो साथ।